नमस्ते, म शुभात्मिका उप्रेती र म धृतता जैना र आज हामीले बाटोमा बस्ने जनावरहरू र हाम्रो दायित्वबारे केही कुराकानी लिएर आएका छौँ। तपाईँको घरमा कुकुर वा अन्य त्यस्तै प्रकारका जनावर पालिएको छ नि। मेरो घरमा कुकुर तथा माछाहरू पालिएका छन्। घरमा पालिएका जनावरहरूलाई त हामीले माया र सद्भावका साथ पालेका छौँ। तर के बाटोका जनावरहरूको उचित संरक्षण भएको छ त? हामीले बाटोमा बस्ने जनावरलाई कसरी संरक्षण गर्न सक्छौँ होला त? हामीलाई थाहा छ कति जनावरहरूसँग दुर्व्यवहार भइरहेको छ। आजकल मानिसहरूको जनावरप्रति मानवता हराउँदै गएको छ नि। दृढता, तपाईँलाई थाहा छ जनावरहरूलाई त विज्ञान प्रयोगशालामा प्रयोग गरिन्छ अरे त? त्यही त, त्यहाँ मानिसहरूको लागि बनाइएको औषधि मानिसमा प्रयोग गर्नुभन्दा पहिला ती जनावरमा अनुसन्धान गरिन्छ रे, र यदि उनीहरू बाँचे भने त्यो अनुसन्धान सफल भएको मानिन्छ। भगवानको नाममा जनावरको बलि चढाइन्छ। मानिसले आफ्नो स्वादको लागि जनावरलाई हिंसा गरी सेवन गर्ने गर्छन्। कवि शिरोमणि लेखनाथ पौडेलले पनि पिजडाको सुधार र चरीको बिलाप जस्ता कविता लेखेर हामीलाई जीव जन्तुको संरक्षण गर्न सम्झाउन खोज्नु भएको छ। हामी हाम्रो फाइदाको लागि पृथ्वीलाई प्रदूषित पार्ने सामग्री प्रयोग गर्छौँ। यसले हामीलाई मात्र होइन, जनावरलाई पनि प्रभाव पार्छ। पृथ्वीको वातावरणमा आएको परिवर्तनले जनावरको सङ्ख्या घट्दै गएको छ। हो त, यसले कति जनावरको प्राणी पनि लिएको छ र कति लोप पनि भइसकेका छन्। वासस्थान नभएपछि जनावर मानव बस्तीमा छिर्छन् र सडकमा बस्न बाध्य हुन्छन्। यसले सडक दुर्घटनाले धेरैजसोको मृत्यु समेत हुन्छ। यसले तिनीहरूको सङ्ख्यामा प्रभाव पारेको छ। मानिसले जनावरको बारेमा सोच्दै नसोची उनीहरूको बारेमा वास्तै नगरी उनीहरूसित दुर्व्यवहार गर्छन्। हो नि, मैले त यो आफ्नै आँखाले पनि देखेकी छु। मानिसहरूले उनीहरूका हात खुट्टै भाँचिने गरी हिर्काएका छन्। कतिले त उनीहरूको ज्यानै पनि लिएका छन्। त्यति मात्र होइन, मानिसहरूले जनावरमाथि भगभग उम्लिएको पानी खनाइदिएका छन्। तिहारमा जनावरकै पूजा गरे पनि त्यही चाडमा हाम्रो मनोरञ्जनका लागि पटका पड्काई उनीहरूलाई तर्साउने गरिन्छ। मानिसले जनावरको बारेमा सोच्दै नसोची उनीहरूलाई प्राणी जसरी व्यवहारै गर्दैनन्। मानिसहरूले आफ्नो रमाइलोको लागि जनावरलाई सर्कसमा प्रदर्शन गर्न राख्छन्। तिनीहरूलाई यातना दिई प्रशिक्षण दिइन्छ। हामीले औषधिको अनुसन्धान गर्नुभन्दा पहिला अनुसन्धान गर्दा जनावरको प्रयोग नगरी पृथक कक्षाहरू प्रयोग गर्न सक्छौँ। हामीले जनावरलाई निश्चित घेरामा थुनेर होइन, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, कोसीटप्पु वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता प्राकृतिक स्थानमा राख्नुपर्छ। हामीले वातावरण सफा राखी जनावर र पृथ्वी दुवैलाई बचाउन सक्छौँ। हामीले जनावरको अङ्ग प्रयोग गर्नुको सट्टा विभिन्न बिरुवा या यस्तै कोषहरूमा प्रयोग गर्न सक्छौँ। हामीले जनावरको बारेमा सोचेर काम गर्नुपर्ने हुन्छ। हामी कुकुरलाई भैरव मान्छौँ, कागलाई यमराजको दूत र गाईलाई लक्ष्मी मान्छौँ। त्यही भगवानहरूको पूजा गर्न मन्दिर पनि जान्छौँ र बाटोमा यी जनावरलाई हिर्काउँछौँ। सर्कस, चिडियाखाना जस्ता ठाउँहरूमा जनावरको प्रयोग गरी मानिसहरूलाई मनोरञ्जन दिनका लागि राखिन्छ। मेरो हजुरआमाले पनि एउटा घाइते कुकुरलाई बचाई त्यसको उपचार गर्नुभएको छ। मलाई त हाम्रो विद्यालयमा भएको एनिमल वेलफेयर क्लब अत्यन्तै राम्रो लाग्यो नि। मलाई पनि राम्रो लाग्यो, किनभने यसले हामी जस्ता बालबालिकालाई जनावरलाई माया गर्न सिकाउँछ। मलाई कुकुरहरूको स्वास्थ्य सुधार भएको देख्दा र तिनीहरू फुर्तिलो भएको देख्दा ज्यादै खुसी लाग्छ र मैले त्यसबाट जनावरहरूको रेखदेख गर्ने प्रेरणा पाएकी छु। हामीले हजारौँ रुपियाँ खर्च गरी जनावर छानेर किन्छौँ, तर बाटोमा भएका जनावरको वास्तै गर्दैनौँ। त्यही त, हामी बरु त्यस्तो गर्नुको सट्टा सडकमा भएका जनावरको ख्याल गर्दै उनीहरूको खानपान र उपचारमा ध्यान दिन सक्छौँ। मानिसहरू आफू पनि र आफ्ना बालबालिकालाई पनि सानो उमेरदेखि सडक जनावर नजिकाए ढुङ्गाले हिर्काउन र तर्साउन सिकाउँछन्। त्यसले पछिका पुस्तालाई जनावरलाई हेप्न सिकाउँछ। बरु त्यस्तो गर्नुको सट्टा सडकका जनावरहरूलाई ख्याल गरेर
आफूसँग भएको खानेकुरा दिएर बालबालिकालाई पनि जनावरप्रतिको माया र सद्भाव सिकाउन सक्छौँ। हामीले जनावरलाई माया गर्नुपर्छ। यसले मानिस र जनावर बिचको आत्मीयता बढ्छ। आजको कुराकानीबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौँ है। हो नि, आजको यस छलफलबाट मैले धेरै कुरा थाहा पाएँ। त्यसैले म हाम्रो विद्यालयलाई यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। म पनि यो मौका दिनुभएकोमा सम्पूर्ण विद्यालय परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्ते।